हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग जे भयो नि तपाईँहरूलाई धेरै धेरै स्वागतम छ। अनि यो भिडियोहरू चाहिँ हामी नागोया फर्ट घुम्न गएको बेला गाइस, अनि त्यहाँ चाहिँ यस्तो रमाइलो भएको थियो। यति ठुलो ठुलो डल्फिन फिसहरू देख्न पाइयो, धेरै किसिमका जनावरहरू देखेँ। कस्तो रमाइलो भयो क्या सबभन्दा। अनि अब यो म चाहिँ भिडियो बनाइहाल्छु के, अनि बट के गर्ने भन्ने मलाई याद हुँदैन हैन। अनि म चाहिँ यो पोस्ट गर्छु, म चाहिँ मिनी भ्लग बनाउँछु, किनकि यो भाइरल हुनको लागि भन्दा नि पछि मेमोरी हुन्छ नि त बुढेसकालमा, म यहाँ गएको थिएँ भनेर। मोबाइलहरू त मेरो बिग्रिरहेको छ क्या, अनि फेसबुक पनि मेरो चेन्ज भइरहेको छ, बट म चेन्ज गर्दिनँ भनेर भिडियोहरू चाहिँ पोस्ट गर्छु। अब फेरि आइडी चेन्ज भयो भने त्यो पछिको कुरा हो, तर पनि म चाहिँ भिडियो चाहिँ अपलोड गर्छु ल गाइज। अनि सबैजना सन्चै हुनुहुन्छ? भिडियो हेरेर कतिको रमाइलो फिल भइरहेछ। यस्तो क्युट के, यस्तो भनेको त मनै मान्दिनँ होला क्या, तर कस्तो मानिरहेको कि यो संसारमा सबै एकदम पर्फेक्ट हुने रहेछन् कि, सबलाई सिकायो भने सबै जान्ने हुने रहेछन्। मानिसहरू मात्रै के हुन् कि कोही। अनि कस्तो दामी सानो सानो माछा, माई गड, मेरो फोटो हेर्नुभयो कस्तो दामी छ नि। अनि वाउ, जस्ट लाइक अ वाउ बाहेक अरू केही छैन गाइस, किनकि मलाई केही नि भन्न आउन। त्यसैले म चाहिँ यो पोस्ट गर्न लागेको। तपाईहरू पनि हेर्नुहोस् अनि खुसी हुनुहोस्। जस्ट इन्जोय योर लाइफ। एक्लै भए पनि इन्जोय गर्नुपर्छ, अनि घुम्न जानुपर्छ। तर मलाई चाहिँ घुम्न खासै मन पर्दैन क्या, म चाहिँ घुम्न नजाने मान्छे, मलाई अन्धकार रुम मनपर्छ। तर यो चाहिँ हाम्रो स्कुलबाट गएको बाटो चाहिँ लगेको थियो हामीहरूलाई घुम्न, त्यसैले म गएको। धेरै रमाइलो भयो। बाहिरी संसार पनि कति क्युट हुने रहेछ भन्ने कुरा चाहिँ मलाई थाहा भयो। थ्याङ्क यू सबैजनालाई, त्यो दिन धेरै रमाइलो भयो नि गाइज। अनि म चाहिँ भिडियो बनाउँछु है अब, किनकि मेमोरी हुन्छ नि त भनेर बनाउँछु, तर मलाई पोस्ट गर्ने टाइम हुन्न कि। टाइम त मसँग 24 आवर हो कि, तर मैले निकाल्दिनँ क्या, अल्छी लाग्ने कि। त्यसैले आज चाहिँ यो भिडियोहरू पोस्ट गर्छु, किनकि पछि फ्युचरमा हेर्न काम लाग्छ भनेर पोस्ट गरेको। एकदम रमाइलो भयो। अनि